सेकुवा कस्तो रहेछ बुबु तर चाहिँ मिठो यता आउँछ आउँदैछ ऊ आउँदैछ के आउँदैछ के पो जग्गा टिपु खोला त्रिपु खोला खोला त देखिन त्यस्तो जङ्गल चाहिँ फेरि अर्को वाइवे पनि आयो हाम्रो चटपटे नेपालको चटपटे सेको चाहिँ मिठो छ तर मजाले चिया खानुपर्छ होला अब बोलामी है तर चिया नि चिया हो दामी यस्तो रहेछ त्रिपु खोला हो यो चाहिँ हामी आज गएको घुम्नु हो आज त हामीलाई फुप्पाले घुमाउनु ल्याउनु भएको यता यस्तो रहेछ भ्यूहरू राम्रो लाग्यो मलाई चाहिँ यहाँनिर जङ्गल होइन सुनसान खानाहरू राम्रो पाउँछ रहेछ हामीले चाहिँ यहाँनिर भर्खर अहिले सेकुवा र चटपटीहरूमा चाहिँ अर्डर गरेर चाहिँ खाना अहिले बनिँदैछ हो उपर राम्रो रहेछ यहाँबाट नि यहाँ चाहिँ सबैजना एसएसजी ग्रुपकोहरूले चाहिँ दोकानहरू खोलेको रहेछ हो आफ्नो आफ्नो एसएसजीको ग्रुपले खाइसक्यो फेरि हाम्रो सेकुवा आयो फेरि आयो फेरि के भन्छ उयो रनिङ सेकुवा सेकुवा फेरि खाइदिउँ खाइदे दिन टाइम भयो नि त तर है यो झालमुरी मिठो भएको थियो सबै खान्छ मिठो हुन्छ आमाले भिडियो गरेको मिठो मिठो सेकुवा दिदी अझ एउटा यो बनाइदिनुहोस् न चटपटी अलिकति पिऱ्यो भनेर ल अघिको सेम चाना हाल्नु भएको थियो डल्ले स्ट्रेस हुनु भएन किनभने अलिकति माइन्डमा त उसलाई चाहिँ अलिक उयो गर्न त्यो त भ्लकर हो त अलिक स्टाइल पार्दै नक्कल पार्दा कता खिच्दै अलिक ला नकल पार्नु अन्त उयो हुन्छ रकले त कम्ती भएर गयो फेरि ल्याउनु गयो हाम्रो लागि ल्याउनु गयो हामीलाई घर नजिक होला चटपटे हो नि सुनेली एक कप चिया पनि भन्छ बस्छ अगायो नि चिया है चियाको पालो अब फेरि हाम्रो चिया चाहिँ खाने दिन नै भएको छ तर है अनिले ज्याकेट छ त्यही त है हेर दामी छ चिया नि तर खाँदा ए अँ किलो ठिकै छ भने मोबाइल सोबाइल किनेर त्यहाँनिर पुरै मेमोरीहरू गाना अन्त खाना पनि हाम्रो आइसकेको छ यहाँनिर खाना छ
सिम्पल खाना लोकल लोकल कुखुराको मासुको सँग अर्ग्यानिक आज त बिहिबार न सिबार है आज बिहिबार हो ए हो त दाल र अहिले चाहिँ हामी खानासाना खाएर पनि अब निक्लिन आँटेको हो र यहाँनिर चाहिँ रोड रहेछ यो चाहिँ फरेस्ट भिलेज हेरेको नि त फरेस्ट भिलेज भने है गाउँको नामै यता रहेछ करेन्ट लाग्छ जस्तोमा ल अन्त हामी कहाँबाट निक्लिनु फुपू यहाँ चाहिँ मजुरहरू पनि देख्नु सक्छ रहेछ एउटा मात्रै रहेछ यहाँ गएर पुग्नुपर्छ नि अलि पर गयो एकछिन बसेपछि यहाँ दोकानै रहेछ नि त खोला हेर त खोला झिलमा छ होला यहाँतिर त यही चाहिँ रोक्दिनुहोस् एकछिन चाहिँ हामी यहाँनिर के भन्छ त्रिपो खोलाबाट घुमेर पनि खानासाना खाएर पनि फर्केको हो कस्तो भयो फुपू दामी के दामी त हजुर तर गाडी चाहिँ हाम्रो एसी वाला छ एसी वाला चारैपट्टिबाट एसी गरममा हामीलाई एकदम खुसी छ तर यस्तै ठिक नि रमिता हेर्दै हिँड्नु हैन हरियाली हरियाली वनमा अरे खोइ बाँदर रहेछ फेरि यहाँ भिडियो किन रातो देख्छ वेलकम टु यर मोडल ए मोडल भिलेज अरे हो यो गाउँको नाम यहाँदेखि उता चाहिँ अघि भन्यो त हामीले सोधेको अन्त नि यसले त फरेस्ट भिलेज भनेर सिकाइद हामीलाई कहाँ जान्छौ कोही अहिले खाना त खाइगयो मजा आयो तर है हामी त सफारीभित्र छ क्या हो है हामी इन्जोय मात्रै गर्नु आएको हामी त्यसै त्यति साह्रो उयो पनि होइन मजा आयो तर है भेट्दाखेरि विशेष साथीलाई भेट्दाखेरि पहिला सानोमा हामी भेट्दा जाँदा पनि पछि अब यो चाहिँ आउला मैले साथी आउला कि नआउला त्यही त यस्तो दिनहरू त्यही त हेर्नु यहाँ त यो चाहिँ के छ भयङ्कर भएको हो उसको फोनमा फुपा चाहिँ यहाँ भित्ता अगाडि हुनुहुन्छ तेरो छोपडा देख्न अलि स्पोन्सर चाहिँ यहाँ छ देखा न यता हो यता ल सरी ल्याएको चाहिँ यसले मटर किनेर त कहाँ देखा ल्याएको ला हो र